नमस्कार। आज पनि हाम्रो यो आस्था हेल्थ टकमा अर्को एपिसोड लिएर आएका छौँ। आजको टपिक चाहिँ हामीसित लुपस नेफ्राइटिस एउटा किसिमको बाथरोग हो र चाहिँ आज पनि फेरि हुनुहुन्छ हामीसँग डाक्टर जुजुराज श्रेष्ठ। नमस्कार। अनि कन्सल्टेन्ट नेफ्रोलोजिस्ट हुनुहुन्छ। लुपस नेफ्राइटिस भनेको के हो त्यो? अब यो के हो भने टेबललाई नेपाली के भन्ने हुन्छ नि त। टेबल नेपाली के, कोडको नेपाली के भन्ने। नेपाली जनताले चाहिँ कसरी बुझ्ने लुपस नेफ्राइटिस? इङ्ग्लिस टर्म हो नि त यो त। बाथरोग हो। यो चाहिँ अलिकति छालामा, प्राय छालामा अथवा जोर्नीमा देखिने हुन्छ। प्रायको चाहिँ एसएलई भन्छ। यो चाहिँ अर्को नाम रहेको लुपस होइन। यसमा चाहिँ खास यो चाहिँ अलिकति डरलाग्दो किसिमको बात, अब सजिलो भाषामा भन्दाखेरि यसले चाहिँ प्राय अब बाथरोग, अब यो बात रुमाटोलोजिस्टहरूले नै उहाँहरूले राख्नुहुन्छ, पत्ता लगाएर हुन्छ। र कुनै कुनै ठाउँमा चाहिँ इभन इन्टरनल मेडिसिन इन्टर्निस्टहरूले पनि पत्ता लगाउनुहुन्छ। तर मेरो आफ्नो अनुभव आफूलाई लागेको चाहिँ रुमाटोलोजिस्टकोले पत्ता लगाउनुहुन्छ त्यो आफ्नो ठाउँमा छ। त्यो बाहेक धेरै लुपस देखाउने अथवा पत्ता लगाउने चाहिँ नेफ्रोलोजिस्ट हो जस्तो लाग्छ क्या। कि नेफ्रोलोजिस्टमा आएपछि हामी चाहिँ रुटिन नै भन्ने हुन्छ कि एउटा स्क्रिनिङ गरेर हुन्छ नि होइन। त्यो गरेर भएर एटलिस्ट हाम्रो ग्लोमेरुलर नेफ्राइटिस पिसाबमा प्रोटिन देखियो, पिसाबमा रगत देखियो अथवा होइन, स्पेसली फिमेलमा। तर पनि फिमेलमा पनि हामी मेलमा पनि हामी स्क्रिनिङको लागि हो नि गरेर आउँछ। हामीले फ्रिक्वेन्टली चाहिँ लुपसलाई चाहिँ हामीले एकदम धेरै सस्पेक्ट गर्छौँ होइन। जस्तो चाहिँ पिसाबमा प्रोटिन लिक हुने, रगत लिक हुने रोगहरू सस्पेक्ट छ भने हामीले लुपसको लागि चाहिँ स्क्रिनिङ चाहिँ गरेर आएको हुन्छ। एएनए टेस्ट चाहिँ गराइरहेको हुन्छ। पत्ता लाग्ने भएर चाहिँ हामीले धेरै पत्ता लगाइरहेको हुन्छ। र चाहिँ नर्मल्ली नेपाली भाषामा चाहिँ बोल्दाखेरि चाहिँ एक किसिमको चाहिँ लुपस भनेको ब्वासो होइन, वल्फले चाहिँ चिथरेर जस्तो हालत गराइन्छ, छालालाई जस्तो चिथरेर चाहिँ स्क्र्याच गरेर चाहिँ जस्तो बनाइदिन्छ मान्छेलाई पायो भने त्यस्तै खालको देखिने भएको, त्यस्तो सिभियर देखिने भएको हुनाले चाहिँ यसलाई चाहिँ लुपस नाम रहेको। अनि विभिन्न अङ्गलाई पनि असर गर्न सक्छ। बाथ भनेर हामीले नर्मली के जोइन्ट मात्रै बुझ्छौँ नि त होइन। मल्टी सिस्टम इन्भल्भमेन्ट, नट ओन्ली जोइन्टलाई मात्रै, जोर्नीहरूलाई मात्रै नभएर हार्ट जोइन्टलाई मात्रै इन्भल्भ नगरेर त्यसले चाहिँ होइन मुटु, किडनी, फोक्सो, आँखा होइन, हजुर सबैलाई असर गर्ने भएको हुनाले चाहिँ यसलाई चाहिँ यो अलिकति सिस्टमिक मल्टी सिस्टम डिजिज भनिन्छ होइन। लुपस नेफ्राइटिस अघि भनिसक्नुभयो। फिमेलमा बढी हुन्छ, महिलामा बढी हुन्छ होइन। पुरुषको तुलनामा जस्तो अब 10जना महिलामा हुन्छ भने 1जना बल्ल पुरुष हुन्छ। 9:1 होइन। यस्तो खालको चाहिँ बिरामी चाहिँ लिएर आउँदाखेरि चाहिँ कस्तो कस्तो लक्षण लिएर आउँछन् तपाईँको? यसो भन्नु। लक्षण त अब हाम्रोमा आइपुग्दासम्म चाहिँ मृगमा आउने भनेको प्रायः खुट्टा फुलेर, सुन्नेर अथवा अनुहार फुलेर, पिसाब कम भएर पिसाबमा प्रोटिनहरू देखिएको भन्छ, गाजहरू फिजहरू देखिएको भन्छ। र कसैले चाहिँ पिसाबको रगतै देख्यो भनेर आउने हुन्छ हाम्रोमा आइसक्दा चाहिँ। र अब त्यही हो देखिने। अब धेरै कमको चाहिँ जोर्नी दुखेको अथवा बटरफ्लाई ऱ्यास भन्ने होइन, त्यो नै देखिएको होइन। अनुहारमा रातो देखिने, घाममा हिँड्दा रातो हुने, त्यो पनि सँगसँगै हामीले हेर्दा एक्जामिनेसन गर्दा नै थाहा हुन्छ कि। अरू स्पेसल पपुलेसन हुन्छ कि नेपालमा, यो थारू ग्रुपहरू हुन्छ। हुन त अब जातको कुरा भन्दा पनि हामीले चाहिँ स्पेसल यो मेडिकल कन्डिसन भएको भएर चाहिँ यो पपुलेसन साक्य यतापट्टि भयो, नेवार समुदायमा, मङ्गोलियनहरूमा, यिनीहरूमा चाहिँ अलिकति बढी यो भेकको गण्डकी प्रदेशको भेकको कुरा गर्दा चाहिँ मेरो एक्सपिरियन्समा चाहिँ मङ्गोलियन त मङ्गोलियन, यो बागलुङ र म्याग्दीतिरको धेरै आउँछ होइन। मलाई त एकदम धेरै लाग्छ त्यताको मान्छेको लुपस एकदम धेरै छ। मलाई चाहिँ मेरो जति पनि मेरो लुपस छ प्रायः जस्तो बागलुङ र म्याग्दीतिरका बिरामीहरू धेरै छन्। भनेपछि सरस्वती भन्दाखेरि चाहिँ लक्षणहरू चाहिँ नर्मली चाहिँ हाम्रो किडनी चाहिँ इन्भल्भ भएछ भने चाहिँ शरीर सुन्नेर आउनसक्छ, पिसाबमा फिज लिएर आउनसक्छ, पिसाब मात्र कमी हुनसक्छ। साथै जोइन्ट पेनहरू त यसको चाहिँ मेन थेगो रोग नै भयो, थेगो लक्षण नै भयो होइन। जोइन्ट पेन, स्किन ऱ्यास आउने, बटरफ्लाई ऱ्यास भन्छ नि होइन। बटरफ्लाई ऱ्यास भनेको चाहिँ पुतली जस्तो ऱ्यास हुने, त्यो कुराहरू भयो। कपाल झर्ने होइन, मुखभित्र घाउ आउने, महिनावारी गडबड हुने, त्यसपछि चाहिँ फोक्सो अथवा पेटमा पानी जम्ने, यस्तो लक्षणहरू पनि लिएर आउन सक्छ। कहिलेका ज्वरो हो। एकजना मेरो आफ्नै रिलेटिभ पर्ने, ऊ चाहिँ आजभन्दा 6 वर्ष अगाडि कुरा हो। उसको चाहिँ के छ भन्दा चाहिँ एकदम हाई ग्रेड फिभर आउने। म त्यति बेला भर्खर पोखरामा आएको थिएँ कि। अनि त्यसपछि एकदम हाई ग्रेड फिभरलाई चाहिँ विभिन्न एन्टिबायोटिक्सहरू चलाइरहेको थियो, त्यो अझै पत्ता लगाइरहेको थिएन, थाहै थिएन। पछि मैले चाहिँ लुपस सस्पेक्ट गरेर अनि एएनए गराएँ, पोजिटिभ आयो कि एकदम हाई टाइटानिक पोजिटिभ आयो। पछि लुपसको म्यानेजमेन्ट गरेपछि एकदम ठिक भयो, मतलब एकछिनमै ठिक भयो क्या। भोलिपल्ट 2 दिनमै ठिक भयो, त्यसको फिभर सबसाइड भइहाल्यो नि त।
मिड ट्रिटमेन्ट गरिसकेपछि होइन हजुर हजुर त्यो भइसकेपछि अनि त्यसरी चाहिँ ठिक भएको एक्सपिरियन्स चाहिँ छ भनेपछि विभिन्न लक्षणहरू लिएर आउन सक्छन्। जस्तो अब पेसेन्ट आयो शरीर सुन्निएर आयो, लुपसको पेसेन्ट शरीर सुन्निएर आयो भने चाहिँ तपाईँ कसरी प्रोसिड गर्नुहुन्छ? अब त्यही हो, अब प्रोटिन छ, यदि फिजाएको छ भने प्रोटिन युरिन त हेर्नै पऱ्यो। हाम्रो मिरिगोला को डाक्टरको नाताले हामीले युरिनबाटै सुरु गर्छौँ कि हजुर अब ठुल्ठुलो कुरा गरेर काम छैन होइन, हामीले आखिरी गर्नै छ पछि, तर सुरुमा छुटाउनु नहुने भनेको युरिन हो कि। हामी के पनि भन्छ नि युरिन एक्जामिनेसन चाहिँ पोर म्यान्स किडनी बायोप्सी होइन, पोर म्यान किडनी बायोप्सी। अब यो कुरामा चाहिँ कहिले पनि छुट्नु हुँदैन, त्यही भएर हामीले पहिला हाम्रो पिसाब एकदम इम्पोर्टेन्ट, त्यही भएर पिसाबमा प्रोटिन देखियो अथवा प्रोटिन सँगसँगै रगत पनि देखियो, देखिनु सक्छ नदेखिनु सक्छ। बिरामीको होइन कस्तो किसिमको एक्टिभिटी छ होइन, डिजिज एक्टिभिटी भन्छौँ, त्यो अनुसारको प्रोटिन सँगसँगै रातो रगतहरू पनि अथवा आँखाले देखिने पनि हुनसक्ला, त माइक्रोस्कोपमा मात्रै देखिने पनि हुनसक्छ। यो देखेपछि हामी त्यसलाई क्वान्टिफाई गर्छौँ, मतलब 24 घन्टाको हेर्छौँ सुरुमा, त पछि फलोअप गर्दा त हामी स्पट युरिन मात्रै गरेँ प्रोटिन क्रिएटिन रेसियो भन्नुहुन्छ, त्यो मात्रै हामीले एज युजुअल तपाईँले पनि हामी गरेर त्यही हो त्यो गराउँछौँ। तर सुरुमा हेर्ने त 24 आवर्स हामी कलेक्सन गरेर प्रोटिन कति छ लिक भइरहेको छ हेर्छौँ। यदि पिसाबमा रगत देखिएको छैन, प्रोटिन मात्रै छ र एएनए पोजिटिभ छ भने कति प्रोटिन छ भन्ने कुरा आउँछ, 500 मिलिग्राम पर डे भन्दा बढी युजुअली, त्योभन्दा बढी छ भने चाहिँ हामी गराउँछौँ, म त बायोप्सी सल्लाह दिन्छु। तर मैले एक दुईवटा केस चाहिँ मैले आफ्नो उसमा जीवनमा मतलब प्र्याक्टिसमा चाहिँ देखेको चाहिँ इभन लेस देन 500 mg पर डे टोटली उसले 24 घन्टा राम्रोसँग पिसाब नापेकै हो, कुनै एक्टिभिटी अरू एकदमै होइन क्रियाटिन बढेको जस्तो, पिसाबमा रगत रातो केही देखेको छैन, कास्टहरू केही पनि देखेको छैन, बिपी पनि खासै बढेको देखिएको छैन, तैपनि हामीले चाहिँ बायोप्सी गरेका थियौँ कि। तर त्यो बिरामीको चाहिँ के थियो भने चाहिँ एक्टिभ लुप मतलब क्लास 4 लुपस आयो, क्लास 4 कुनै त्यस्तो लक्षण थिएन, इन्भेस्टिगेसन पनि त्यस्तो थिएन। हजुर क्लास 4 भएपछि हामी एक्टिभली ट्रिटमेन्ट गर्नै पर्यो। सायद हामीले बायोप्सी नगरे ठिक छ हामी पुऱ्याउँ भने भए सायद ढिलो हुन्थ्यो होला ट्रिटमेन्ट स्टार्ट गर्नु, खै के हामीलाई त्यो दिमागमा भयो हामीलाई होइन त्यो बेला, र हामीले गरेको थियौँ। र अहिले यो विचारमा हामीले बुझ्दाखेरि चाहिँ इभन 500 भन्दा पनि तल पनि गर्नुपर्ने हुन्छ कि, तर त्यसको लागि चाहिँ सर्टेन अब अरू पनि प्यारामिटर पनि हेर्न पर्छ, जरुरी हो, सबैलाई गरेर फाइदा पनि नहोला, किनकि एक्टिभ कुनै ट्रिटमेन्ट गर्नै पर्ने अवस्था नहुनसक्छ, सिम्टोमेटिक ट्रिटमेन्ट मात्रै गरे पुग्ने अथवा एक्स्ट्रा रेनल अथवा एक्स्ट्रा किडनी बाहेक अरू मेनिफेस्टोलाई मात्रै पनि ट्रिटमेन्ट मात्रै गरे पर्याप्त हुने पनि हुनसक्छ। त्यो अननेसेसरी बायोप्सी गर्न नपर्ला कि भन्ने चाहिँ त्यो बुझ्नुपर्ने हो। र अघि भने जस्तै 500 मिलिग्राम देखेपछि एउटा इन्डिकेसन भन्छ, तर एटलिस्ट बुझ्नु पर्यो कि हामीले अब कुनै अरू कारणले प्रोटिन लिक हुनु भएन। अब जोइन्ट पेन भइरहेछ, कोही बेला के हुन्छ जोइन्ट पेन भइरहेछ अब एनेसाइड अथवा पेन किलर खायो, त्यसले पनि ट्रान्जेन्टली अलिकति होइन फिभरमा मात्रै होइन यतिकै अब थोरै बढेको हुनसक्छ। त्यो चाहिँ त्यो क्लिनिकल जजमेन्ट सबै कुरा इम्पोर्टेन्ट हो, सबै किताबमा लेखे जस्तो नहोला, तर पनि बिरामीको अवस्था हेरेर होइन अब पेसेन्ट आएको छ टाढाबाट फेरि आऊ यो दिनमा भन्न सम्भव नहोला होइन, त्यो सबै कुरा जियोग्राफी पनि त हेर्नु पऱ्यो हामी नेपालमा त। अब विदेशमा जस्तो सबै रेगुलर चेकअप हेल्थ चेकअप रुटिन हुने होइन, यहाँ एकचोटि टेस्ट गरेपछि फेरि टेस्ट गर्न आऊ भन्नलाई कति गाह्रो छ यहाँ, त्यो कुरा सबै सिनेरियो हेर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। र यसमा चाहिँ अर्को अघि चाहिँ भन्न बिर्सेको चाहिँ लक्षणहरूमा चाहिँ कुनै चाहिँ एकदम रिकरेन्ट एभर्सन के बच्चा खेर गएको होइन, धेरै पटक बच्चै नबसेको, बच्चा खेर गइराखेको, अनि जति पटक ट्राई गर्दाखेरि पनि बच्चा नबसेको, त्यस्तो खालको पनि त्यस्तो केसहरू पनि आइरहेको हुन्छ जुन चाहिँ लुपसले गराइरहेको हुन्छ। र यसमा चाहिँ यो चाहिँ इन्फर्मेसन कसलाई त भन्दाखेरि चाहिँ अल्टिमेटली हाम्रो गाइनेकोलोजिस्ट डाक्टरलाई उहाँले चाहिँ यस्तो हिस्ट्री छ भने चाहिँ पक्कै पनि एएनए टेस्ट लुपसको बारेमा सोच्नु होला, त्यसको लाइनमा इन्भेस्टिगेसन गराउनु होला। किनभने अस्ति भर्खर मैले एउटा टेस्ट गराएको थिएँ, उसको रिकरेन्ट एभर्सन थियो कि बच्चै बसेको थिएन अहिलेसम्म, भर्खर न्युली म्यारिड भन्दा नि म्यारिड भएको 7-8 वर्ष भइसक्यो तर बच्चा थिएन। अनि त्यसपछि चाहिँ अनि उसको लागि चाहिँ एएनएहरू गराएको एकदम पोजिटिभ आयो। अनि त्यसपछि मैले चाहिँ सजेस्ट गरेँ यसको पहिला ट्रिटमेन्ट नगरेसम्म तपाईँको बच्चा चाहिँ बस्दैन, यो राम्रोसँग चाहिँ ट्रिटमेन्ट गरिसकेपछि तपाईँको फेरि बच्चाको जुन प्रोसेस छ त्यो चाहिँ गर्न सकिन्छ भनेर चाहिँ सल्लाह दिएको थिएँ कि यो कुराहरू हुनसक्छ। अब चाहिँ हामीले चाहिँ अल्टिमेटली चाहिँ बायोप्सी भन्ने होइन, अब बायोप्सीको पनि त फेरि क्लासहरू हुन्छ नि त होइन, क्लास 1, 2, 3, 4, 5, 6 क्लास हुन्छ होइन, 6वटा क्लास हुन्छ। अब त्यसलाई चाहिँ अब बिरामीलाई तपाईँ त धेरै क्लासहरूको बारेमा त बुझ्न सक्दैन, तर चाहिँ नर्मल्ली भन्दाखेरि चाहिँ के गर्नुपर्छ क्लास अनुसार सर? अब प्रायः हामीले भन्दाखेरि क्लास 1
उहाँ चाहिँ युजुअली चाहिँ के हुन्छ नट टु प्रोटिन धेरै छैन उसको 1 ग्रामभन्दा तल छ भने युजुअली एक्स्ट्रा रेनल मेनिफेस्टेसन भन्छौँ त्यसको लागि अब बातको लागि अरू छाला हड्डी अथवा हेमाटोलोजिकल भन्छ रगत सम्बन्धी केही समस्या त्यसको लागि ट्रिट गरे पुग्छ इभन क्लास 6 भनेर चाहिँ एडभान्स भइसक्यो 90% जति चाहिँ ग्लोमेरुलाई चाहिँ स्क्लोरोज भइसक्यो ग्लोमेरुलोसिस भइसक्यो त्यसमा नि हामीले सपोर्टिभ ट्रिटमेन्ट मात्रै दिने हो होइन त्यो बाहेक भने 3 4 5 अब एकर्डिङली हामीले चाहिँ पहिलाभन्दा धेरै अब गाइडलाइनहरूले त सजिलो बनाएको छ होइन अब हामीले दिने भनेको स्टेरोइड हाइड्रोक्सिस्टेरोइड सुरुमा दिनमा त्यसपछि मेन्टेनेन्स ओरलमा राखिने होइन सँगसँगै त्यसपछि इन्डक्सन सँगसँगै यसमा चाहिँ मिथाइलप्रोडक्सन भन्ने हुन्छ त्यो छँदैछ हामीले गर्ने त्यो बाहेक भनेको साइक्लोफोस्फेट अरू अहिले त मफिटिल बिमाहरू पनि सरकारी अस्पताल एभाइलेबल छ परेको खण्डमा एड अन गर्दै जाने ट्याक्लिमिस भन्ने अब यो छँदैछ आजकल ट्रिपल थेरापी भन्छ हैन ट्रिपल थेरापी हजुर मल्टी टार्गेट थेरापी स्टार्टिङमै गर्नुपर्ने हुन्छ अहिले त नयाँ गाइडलाइनले त त्यही पनि ट्रिपल थेरापी नै गर भनेर सुरु गर भन्छ अब त्यो त हेरेर हुन्छ हामीले युजुअली चाहिँ डबल एफोर्ट कति गर्न सक्छ त्यो पनि भर पर्छ हामीले चाहिँ युजुअली चाहिँ दुईटा डुअल थेरापी गरेर राख्थ्यौँ अहिलेसम्म नयाँ गाइडलाइनले चाहिँ ट्रिपल थेरापी स्टार्टिङ गरिहाल्न भनेर भनिरहेको छ है तर मलाई पनि आफूलाई चाहिँ कम्फर्टेबल चाहिँ पहिलादेखि त्यही हिसाबले अब सरकारी हस्पिटल काम गरियो नि त त्यही भएर त्यही हिसाबले पकेट पनि बिरामी हेर्न पर्यो अनि साइड इफेक्ट सबै कुरा बताएपछि अनि इन्फर्टिलिटीको कुराहरू आउँछ अरू क्यान्सर गराउने कुराहरूदेखि लिएर हरेक कुरा छ मैले चाहिँ आफ्नो त रेस्पोन्स कस्तो छ पेसेन्टको उसको रेस्पोन्स रिल्याप्स भइरहेको छैन भने चाहिँ त उसलाई चाहिँ डुअलमै जुन राम्रै भइरहेको छ नि त त्यसलाई राखिरहेको हुन्छ जस्तो रिल्याप्स हुने सङ्केत कतै देखायो भने चाहिँ ट्रिपलमा गइरहेको हुन्छ त्यस्तो साइक्लोफोस्फेट इन्जेक्सन लगाउने साइक्लिकल त्यो छ त्यो चाहिँ अलिकति मैले देखेकोमा चाहिँ राम्रो रेस्पोन्स भएको छ र अलिक लामो समयसम्म रिमिसनमा भएको अनि यो त ट्रिटमेन्ट अप्सन भइहाल्यो ट्रिटमेन्ट चाहिँ पेसेन्टको चाहिँ फलोअप एकदमै जरुरी छ यसमा चाहिँ जस्तै एउटा पेसेन्टको चाहिँ के छ भन्दाखेरि चाहिँ उसको चाहिँ अब कम्प्लिट ट्रिटमेन्ट भयो बिरामीले चाहिँ ठिक भयो भनेर चाहिँ 1 महिना 1 वर्ष फलोअपै आएन छ कि फलोअप नआउँदाखेरि उसको चाहिँ एकदम मुटुमा समस्या भएर आयो एकदम पल्मोनरी हाइपरटेन्सन भएर आयो होइन प्लस अरू मुटुको गाडीमा एपेथीहरू भएर आयो त्यसले गर्दाखेरि चाहिँ झन् लङ टर्म झन् धेरैको उसको चाहिँ औषधि झन् पिल बर्डन बढी भयो कि झन् धेरै औषधि थपियो होइन त्यो कारणले गर्दा चाहिँ फलोअप चाहिँ एकदम जरुरी छ अनि तपाईँको ट्रिटमेन्ट चाहिँ तपाईँले कहिलेसम्म गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई चाहिँ एसआइले लुपस नेफ्राइटिस चाहिँ गाह्रो छ कुरा त होइन अब यति स्ट्रेट फरवर्ड चाहिँ छैन यति भन्ने चाहिँ छैन अब बिरालोको त्यो के भन्छ घन्टी घाँटीमा घन्टी के भन्छ नि कल्ली अब होइन यसमा चाहिँ युजुअली चाहिँ पेसेन्टको चाहिँ रिमिसन भन्छ पुरा प्रोटिनको मात्रा 500 अथवा 700 पनि भनेको छ कति ठाउँमा मिलिग्राम पर डे भन्दा कम छ र कुनै पहिलाको क्रियाटिनको लेभल बढेको चाहिँ नर्मलाइज एटलिस्ट 50% जति नर्मलाइज हुन पर्यो भन्छ सक्दा त नर्मलाइज भएको राम्रो छ भने चाहिँ एटलिस्ट त्यो भएपछि तपाईँको युजुअली हामीले 6 महिना त दियौँ त्यसपछि अर्को 12 महिनादेखि 18 महिनादेखि चलाउँछौँ मेन्टेनेन्समा त्यसपछि अब एकर्डिङ टु अरू अब रेजिम अनुसार फरक पर्न सक्ला युजुअली अब त्यही हो 4 वर्ष कतिले चाहिँ 4 वर्षसम्म दियो भन्छ कतिले 7 वर्ष पनि भन्ने छ त्यो चाहिँ इट डिपेन्ड्स र त्यो चाहिँ मेन्टेनेन्समा अब लो डोजमा लङ टर्मसम्म स्टुडेन्टको लो डोजमा राख पनि भनिरहेछ होइन मेरो एक्सपिरियन्समा चाहिँ अब लो डोजमा नराख्दाखेरि चाहिँ फर्केर आउने सम्भावना बढी देख्छु त्यसले लो डोजमा स्टेरोइड र हाइड्रोक्सिक्लोरोक्विन चाहिँ लामै समयसम्म राख्नुपर्छ जस्तो लाग्छ होइन कस्तो हुन्छ भने कतिपय टाइमसम्म चाहिँ अर्कै प्रेजेन्टेसन पनि लिएर आउँछ जुन चाहिँ डाक्टरहरूले चाहिँ ख्याल गरेर आउँदैन कि होइन जस्तो अब बडी स्वेलिङ पनि त्यति खासै धेरै हुँदैन जोइन्ट पेन अलिक पुरै ज्यान दुख्यो भन्छ बिरामीले जोइन्ट पेन स्पेसिफिक भन्दैन अनि फिभर आइरहेको हुन्छ फिभर अर्कै लाइनमा ट्रिटमेन्ट भइरहेको हुन्छ अनि ठिकै नभएर अस्ति भर्खर एकजना आउनुभएको थियो नि त गुरुङ बहिनी जुन 35 वर्षको हुनुहुन्थ्यो अनि त्यसपछि उहाँ चाहिँ विभिन्न ठाउँमा काठमाडौँदेखि लिएर कहाँ पुग्नु भयो होइन जब ठिक भएन पछि हामीले चाहिँ यहाँ आएर पछि अनि चाहिँ उसको फिचर हेर्ने बित्तिकै लुपस होला यो भनेर लुपस गर्ने अल्टिमेटली लुपस आयो र ट्रिटमेन्ट गरेपछि ठिक भइहाल्यो होइन अब यस्तो त हेर्दाखेरि त होइन इभन बच्चाहरूमा हजुर होइन यो पेडिट्रिसियनहरूले बिचरा उहाँहरू हेर्नुभयो कता कता हेर्नु पछि प्रोटिन देख्यो भनेर यता आयो होइन हाम्रोतिर आएपछि हामीले रुटिनले अब त अघि भने जस्तै यहीँ त गराउँछौँ होइन त्यो भएर गर्दा लुपस मतलब यहीँ पोजिटिभ आएपछि फर्दर गर्दा बायोप्सी गरेपछि लुपसको बायोप्सी प्रुभन भयो होइन त्यो अनुसार ट्रिटमेन्ट भयो सो राम्रो भएको छ तर मेन कुरो भनेको चाहिँ फिमेल होइन चाइल्ड भर्खरको अथवा चाइल्ड बेरिङ एज होइन बच्चा यदि कम्प्लिट नभएको फ्यामिली कम्प्लिट नभएको मा चाहिँ अलिकति याद गर्नुपर्छ किनकि हामीले दिने औषधिले पनि
इम्युनोसप्रेसिभले पनि फरक पर्न सक्छ भन्ने कुरा चाहिँ बिरामीहरूमा चाहिँ प्लस बिरामीले थाहा हुनु जरुरी हुन्छ। अर्को भनेको त्यो पेसेन्ट अब डर के छ भने हामीले भन्छौँ नि त प्रेग्नेन्सी एभोइड गर ड्युरिङ यो ट्रिटमेन्टको बेलामा यदि केही चाहिँ प्लान गर्नु छ भने हामीले सल्लाह गर यदि पऱ्यो भने हामी न्युरोमाटोलोजीसँग अथवा अरू होइन डक्टरसँग पनि हामीले मल्टी स्पेसलिटी इभन गाइनीसँग पनि राख्नुपर्ने हुन्छ। मल्टी सिस्टम भनेपछि मल्टिपल स्पेसियालिटी भएको डक्टरले हेर्नु पर्यो त पेसेन्टलाई चाहिँ त्यो हेरेर तपाईँ ल अब तपाईँ चाहिँ एटलिस्ट हामी चाहिँ के भन्छ न्युरोमाटोलोजिस्टले 3 महिना भन्दा अथवा 6 महिना भन्दा हामी चाहिँ युजली 6 देखि 12 महिना चाहिँ रेमिसनमा हुनु पर्यो भन्छौँ। एटलिस्ट यो लुपस एक्टिभ हुनु भएन भन्छ र कति ठाउँमा चाहिँ कति बाहिर केही पनि गर्दो रहेछ बायोप्सी गर्दो रहेछ किडनीको बायोप्सी नै गर्दा रहेछ कि बायोप्सी गरेपछि एटलिस्ट बायोप्सी गरेपछि क्लिनिकल र हिस्टोप्याथोलोजीले कोइन्साइड हुँदैन भन्छ कि हामीले क्लिनिकली ओके तर हिस्टोप्याथी स्टिल त्यहाँ चाहिँ एक्टिभिटी देखिरहेछ भने चाहिँ उसलाई चाहिँ प्रेग्नेन्सी एभोइडै गर भन्छ होइन। त्यो चाहिँ अब हाम्रोमा चाहिँ यो रुटिनली हामी फलोअप गर्दैनौँ यो मतलब बायोप्सी गराउँदैनौँ तर क्लिनिकल एटलिस्ट अरू सिनेरियो रेमिसनमा छ भने चाहिँ क्लोज फलोअपमा बिरामी छ र आउन चाहन्छ र पछि पनि हामीलाई फलोअपमा आउन चाहन्छ भने चाहिँ पहिल्यै काउन्सिलिङ गरेर अनि मात्रै प्रेग्नेन्सीको लागि सजेस्ट गर्ने हो र प्रेग्नेन्सीमा एभोइड गर्नुपर्ने ट्रिटमेन्ट जुन ड्रग्सहरू चाहिँ पहिल्यै स्टप गरिसक्नु पर्यो होइन। यसमा अघि भने जस्तै मल्टी स्पेसलिटी त चाहियो नै गाइनी हामी सबै मिलेर क्लोज फलोअपमा बसेर कुनै पनि बेलामा त्यो किडनी के अरे यो लुपस बल्झिन सक्छ म्याटर्नल इभन फिटल दुवै कम्प्लिकेसन आउन सक्छ त्यो चाहिँ राम्रोसँग भनिदिनु पर्ने जरुरी चाहिँ लाग्छ। एउटा 15 वर्षको भाइ थियो 15 वर्षको आजभन्दा उसको ट्रिटमेन्ट गरेको 7 वर्ष अगाडि 15 वर्षको थियो उसले चाहिँ स्टिल तपाईँ नभएको भए तपाईँ बाँच्दैन थिएँ होला भनेर यस्तो कुराहरू चाहिँ किन भन्दाखेरि चाहिँ हाम्रो हस्पिटलमा भर्ना थियो कन्टेक हस्पिटलमा त्यहाँ चाहिँ उसको चाहिँ छुट्टै प्रेजेन्टेसन थियो कि उसको फिभर थियो हाई ग्रेड फिभर थियो त्यसपछि चाहिँ वेट लस अनि त्यसपछि चाहिँ अनि लिम्फ नोड बढी थियो कि लिम्फ एडिनोप्याथी पनि भएर आउनु त्यसको लागि लिभर के लिम्फ नोडको बायोप्सी पनि गऱ्यो कि बाहिर काठमाडौँतिर गएर लिम्फ नोडको बायोप्सी गर्यो अल्टिमेटली के भयो टिबीको लागि ट्रिटमेन्ट गरेर टिबी ठिक भएन क्यान्सर भनेर सस्पेक्ट गरेर क्यान्सर पनि भएन अल्टिमेटली मैले चाहिँ पछि चाहिँ यहाँनिर सबै गराउँदा चाहिँ सस्पेक्ट लाग्यो कि मलाई एकदम मल्टिपल जोइन्ट पेन थियो त लुपस हुनुपर्छ भनेर चाहिँ गर्दाखेरि चाहिँ लुपस नेफ्राइटिस नै थियो लुपस नेफ्राइटिस भइसकेको थियो उसको बायोप्सी गऱ्यो अल्टिमेट ठिक छ उसले चाहिँ अहिले चाहिँ स्टिल मलाई चाहिँ एकदम थ्याङ्कफुल छ जसले बेला बेला भेट्न आउँछ क्या ऊ चाहिँ त्यो त मैले देखिरह पहिला होइन किनकि यो टिबीसँग झुकिन्छ तर टिबीमा ओभर ट्रिटमेन्ट टिबीको औषधि खाइरहेको हुन्छ होइन। अब जस्तो कि एउटा पेसेन्ट हामी पहिला बिरासमा काम हुँदा मेरो म्याम सिनियर म्यामहरू सेयर गर्नुभएको एक्सपिरियन्स यो चाहिँ उहाँले चाहिँ बाहिर हेर्नुभएको यो पेसेन्टलाई चाहिँ उसले चाहिँ टिबीको लागि औषधि होइन पेरिकल टिबी कता कताको होइन टिबी पानीको उसमा हेर्दाखेरि कता कता के भएर टिबी फिभर कन्ट्रोल नभएर टिबीको लागि ट्रिटमेन्ट गर्यो तर पछि उहाँमा रिफर भइसकेपछि चाहिँ होइन यो त लुपस हुनसक्छ हेर्नुपर्छ भनेर हेरेपछि तपाईँले भने जस्तै गरेपछि बल्ल लुपस आयो त्यसपछि लुपसको ट्रिटमेन्ट मेल पेसेन्ट नै हो पनि त्यहाँको तपाईँले भने मलाई याद आयो नट अनकमन के किन हामीले अघि भनेको थियौँ एसएलई सिम्पली एसएलई चाहिँ लुपस मात्रै हो भन्छ 9:1 भनेको तर लुपस नेफ्राइटिस भने चाहिँ अलिकति मोर कमन छ कि यति धेरै अनकमन छ नि मेलमा पनि कमन छ कि त्यो कुरा चाहिँ बुझ्नुपर्ने जस्तो लाग्छ। इभन अरू जेनरल प्र्याक्टिसनर्सहरूले पनि बुझ्नुपर्ने हुन्छ कोही बेला अलिकति अनएक्सप्लेन फिभरदेखि लिएर अनएक्सप्लेन केही छ बुझेन भने चाहिँ हामी त्यतिखेर कतै न कतै यो लुपस अथवा यो बाहेक अरू कनेक्टिभ डिजिजहरू अरू कुनै नट ओन्ली लुपस अरू कनेक्टिभ डिजिजहरू धेरै छन् त्यो बारेमा सोच्नुपर्ने हुन्छ हुन्छ। आजको लागि चाहिँ हाम्रो यो लुपस नेफ्राइटिसको बारेमा चाहिँ सानो डिस्कस गऱ्यौँ भविष्यमा चाहिँ यो बारेमा अझै धेरै कुराहरू जानकारी अथवा चाहिँ होइन अझै रिमाटोलोजिस्ट नै ल्याएर चाहिँ होइन उहाँहरूको चाहिँ डोमेन हो चाहिँ डेफिनेटली लुपस भनेपछि रिमाटोलोजीको डोमेन हो हामीसित त किडनी छोयो भने आउने मात्रै होइन किडनी छोयो भने हामीले हेर्ने मात्रै हो त्यसपछि मेन डोमेन त रिमाटोलोजिस्टको हो त्यसै कारणले गर्दाखेरि चाहिँ परेछ अथवा इन्टरनल मेडिसिन जसले चाहिँ रुमाटो पनि प्र्याक्टिस गरेर राख्नु भएको छ अथवा यसमा एक्सपिरियन्स हुनुहुन्छ मेडिसिनले प्र्याक्टिस ओके पनि हो सबै ठाउँमा रुमाटोलोजिस्ट छैन त छैन हैन सबै ठाउँमा रुमाटोलोजिस्ट हुनुहुन्न त्यसो भएर किनभने इन्टरनल मेडिसिन इन्टर्निस्टहरूले पनि चाहिँ हेर्नुपर्ने हुन्छ लुपसलाई त्यही ध्यान दिनुपर्ने हुन्छ भन्दै बिरामीहरूको लागि मात्रै होइन इभन डक्टरलाई पनि यो इन्फर्मेसन आज हामीले जुन डिस्कस गऱ्यौँ इन्फर्मेसन दिने खालको किनभने लुपसलाई सस्पेक्ट गर्नुपर्छ है भनेर चाहिँ एउटा चाहिँ तिमीमा गएर यस्तो यस्तो प्रेजेन्टेसन एटिपिकल प्रेजेन्टेसन पनि लिएर आउन सक्छ होइन
भन्दै यदि अर्को एपिसोडमा चाहिँ छुट्टै छुट्टैको बारेमा चाहिँ छुट्टै टपिकको बारेमा लिएर आउँछौँ। यति भन्दै आजको सानो हेल्थ आस्था हेल्थ टक यहीँ समाप्त गर्न चाहन्छु। धन्यवाद।